प्रवेश दाहाललाई अझै पनि प्रवेश दाहाल पदका लोभमा लागि परेको छ भन्ने कुरा समाजमा फैलाउन खोजिएको छ। आज मैले एउटा भिडियो एकदमै जरुरी र एकदमै इम्पोर्टेन्ट भिडियो बनाएको छु। जति सक्दो शेयर र जति सक्दो रिपोस्ट गरिदिनु होला। आज मैले कुनै पनि मिटिङमा कहीँ पनि एटेम्प गरेको छैन। आजसम्म एउटा वार्ता टोली भनेर एउटा एजेन्डामा मैले सिग्नेचर गरेको हो। तर आज एउटा मिटिङ बनाइयो भनेर कसको अध्यक्षतामा भनेर एउटा मिटिङ बोलाए जस्तो बनाएछन् र त्यो मिटिङ बनाएर चाहिँ जनतालाई अफवाह फैलाउनका निम्ति भिड अझै उथलपुथल बनाउनका निम्ति को अपरिपक्त व्यक्तिहरूले भिडियो मतलब त्यो बनाएर मन्त्रीकै नाममा सिफारिस प्रवेश दाहाललाई गरिसकिएको भनेर भिडियो एउटा कागज सिग्नेचर गराएर बनाएछन्। यो मलाई कुनै पनि थाहा छैन र कुनै पनि केही पनि थाहा छैन। राज्य मन्त्री भनेर बनाइएको छ। मैले यो देश र जनताका निम्ति आवाज उठाउँदै गर्दा समाजमा अझै अराजकता फैलाउनका निम्ति प्रवेश दाहाललाई अझै पनि प्रवेश दाहाल पदका लोभमा लागि परेको छ भन्ने कुरा समाजमा फैलाउन खोजिएको छ। यसका निम्ति जति सक्दो शेयर र जति सक्दो गर्नुहोला। तपाईहरुलाई के भन्न सक्छु भने के गर्न चाहन्छु भने सबैजना व्यक्तिहरू कोही पनि अफवाहमा नलाग्नु होला। यो मैले कुनै पनि पेपरमा सिग्नेचर गरेको छैन र कुनै पनि पेपरमा मैले हस्ताक्षर गरेको छैन। यसका निम्ति देश र जनताका निम्ति कुद्दा कुद्दै मलाई अझै पनि कमजोर बनाउनका निम्ति व्यक्तिहरू लागि परेका छन्। तपाईहरु एकदमै तरिकाले सबैजना व्यक्तिहरू यो कागजहरू गाउँ र टोलमा पुर्याइसकेका छन्। यस्ता कुरामा सबैजना सजग रहनु होला। मिडियामा आएका कुराहरू र मैले आजसम्म कुनै पनि आज दिनैभरि कुनै पनि मिटिङ एटेन्ड गरेको छैन। मैले भेटेका मान्छेहरू भनेका एक दुईजना मात्र मान्छेलाई भेटेको हो, नभएदेखि म कोठामै छु। तर आज यस्तो न्युज आउनुमा मेरो गम्भीर ध्यान आकर्षण छ। व्यक्तिहरूलाई फुटाउनका निम्ति र कोही व्यक्तिहरू अराजक व्यक्तिहरूले समाजमा अझै भिड मचाउनका निम्ति हामीलाई अझै पनि कमजोर बनाउनका निम्ति लागि परेका छन्। यो भिडियो जति सक्दो शेयर गर्नुहोला, जति सक्दो रिपोस्ट गर्नुहोला।